दर्शकबिन हामी पार्वतीको निरन्तर रिपोर्टिङमा छौँ र यहाँलाई म जानकारी गराउन चाहन्छु आजबाट प्रदर्शनमा आएको नेपाली कथन चलचित्र पार्वतीको जति पनि आजको कमाई छ त्यो सम्पूर्ण कमाई रसुवा बाढी पीडितलाई सहयोग गर्ने निर्माण टिमले घोषणा गरेको छ। फिल्म हेरिसकेपछि दर्शकले के भन्नुहुन्छ, कस्तो लाग्यो फिल्म? राम्रो लाग्यो, मन पर्यो? एकदम मन पर्यो। यता फिल्म कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो, मन छोयो? एकदमै मन छोयो, धेरै राम्रो छ फिल्म, सफलताको शुभकामना। हस् हस्, थ्याङ्क यू सो मच। यतिखेर पार्वती हेर्नको लागि यो किसिमको माहौल तपाईँले देखिरहनु भएको छ। आमा, फिल्म कस्तो लाग्यो? एकदम राम्रो मन पर्यो? लाग्यो, मन पर्यो। यता फिल्म कस्तो लाग्यो? एकदम यो के भने अब मेरै लाइफमा चाहिँ मेल खाछ है। कसरी? मेरो सानीमा र हजुरआमालाई के मैले मेरो हजुरआमालाई सम्झेँ, सानीमा यस्तै टाइपको हुनुहुन्छ अनि सानीमालाई सम्झेँ एकदमै। आमा कस्तो लाग्यो? गजब मन पर्यो है? थ्याङ्क यू सो मच। कस्तो लाग्यो फिल्म? एकदम राम्रो रहेछ। पार्वती आजबाट चलेको छ, कस्तो लाग्यो? एकदम राम्रो लाग्यो, एकदम राम्रो दिदीभाइको माया जस्तो आजको कमाई जति पनि रसुवा बाढी पीडितलाई सहयोग गर्ने निर्माण टिमले घोषणा गरेको छ, ठुलो मन लगाउनु भएको छ, कस्तो लाग्यो? एकदमै राम्रो, एकदमै राम्रो छ है? सहयोग गर्नुपर्छ, एकदमै राम्रो छ। हस्, थ्याङ्क यू सो मच है। र निरन्तर सकारात्मक प्रतिक्रिया फिल्मले पाइराखेको छ, कस्तो लाग्यो? राम्रो लाग्यो। मन पर्यो? के चाहिँ मन पर्यो? अलि आँखा अलि रसाउने जस्तो देख्छु हेला गरेको पनि त्यो काम लाग्यो अनि है। हस् हस्, यताबाट गइदिनुहोस्। आजबाट पार्वती चलेको छ, बाबु कस्तो लाग्यो? राम्रो लाग्यो। बाबु दिदी कस्तो लाग्यो? दिदीभाइको कहानी कहानी छ राम्रो छ है? कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लाग्यो है। यताबाट गइदिनुहोस्। हजुरलाई कस्तो लाग्यो? मलाई नै एकदम राम्रो लाग्यो, रुन मन लाग्यो, आँसु नै आयो मेरो त झन्। ओके, आँसु आयो एकदमै। हस् हस्, धन्यवाद। यताबाट गइदिनुहोस् है। कस्तो लाग्यो फिल्म? हजुर एकदम राम्रो लाग्यो, दिदीले भाइलाई गरेको माया धेरै मन छोयो त्यही। जस्तो यो फिल्मको आजको कमाई छ नि, सबै बाढी पीडितलाई सहयोग गर्ने भनिएको छ होइन, यो काम चाहिँ कस्तो लाग्यो? हजुर एकदम राम्रो छ। राम्रो हो? हजुर राम्रो हो। हस् हस्, धन्यवाद। निरन्तर यो किसिमको माया फिल्मले पाइराखेको छ, आजबाट चलेको छ र चितवन पनि राम्रो किसिमको साथ पाएको छ, नेपालभर राम्रो माया पाएको छ। अब आमा, फिल्म हेर्नुको कस्तो लाग्यो? एकदम दुःख लाग्दो रहेछ होइन, यता दिदी पनि हुनुहुन्छ होइन, फिल्म कस्तो लाग्यो? फिल्म सुरुमा त ठिकै थियो, पछि चाहिँ राम्रो छ। राम्रो। हजुरलाई कस्तो लाग्यो? मलाई साह्रै दुःख लाग्यो। दुःख लाग्यो है? ओके, यतिखेर चाहिँ बाक्लो सङ्ख्यामा दिदीबहिनीहरू हुनुहुन्छ, महिला दिदीबहिनीहरू हुनुहुन्छ, मैले पाएको छु। फिल्म कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लाग्यो है? कस्तो लाग्यो? राम्रो छ एकदम, राम्रो छ है। के चाहिँ मन पर्यो? केले तपाईँलाई मन छोयो? सबै थोक। सबै थोक कस्तो लाग्यो? मान्छेहरूलाई पनि अब हेला गर्न हुन्न भन्ने सबै भयो। हजुर एकदम राम्रो छ। थ्याङ्क यू सो मच। यता जान्छु म। हजुरलाई कस्तो लाग्यो? बताइदिनु, एकैछिन रोकिदिनु। हजुरलाई कस्तो लाग्यो? राम्रो छ। मन पर्यो? के चाहिँ मन पर्यो? एकैछिन पर्खिनु। दिदीभाइको सम्बन्धको बारेमा देखाइरहेको छ। राम्रो छ है? हस्, तपाईँ जानु। यता म दिदीले कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लाग्यो। के चाहिँ मन पर्यो? दिदीभाइको सम्बन्ध मन पर्यो? सम्बन्ध अनि त्यो गर्न नसक्ने त्यो क्षमताको कदर नभएको। भेला गर्न हुँदैन, उनीहरूको पनि क्षमता हुन्छ, केही गर्न सक्छ केही हैन? गर्ने क्षमता हुन्छ। हस् हस् हस्। कस्तो लाग्यो यता? राम्रो लाग्यो, एकदम राम्रो है? कस्तो लाग्यो? राम्रो लाग्यो, रुन मन लाग्यो। मन लाग्यो। यता मलाई त झन् यति राम्रो लाग्यो कि यति राम्रो, मेरो त कुरै नगर्नु, यहाँ भान्जी रोइरहेको छ। एकदम राम्रो, मन पर्यो है? ल, हामी चाहिँ यस्तो नसक्ने अवस्था। यो फिल्मले जति कमाउँछ आज होइन, सबै बाढी पीडितलाई सहयोग गर्ने भनेको छ, यो काम कस्तो लाग्यो? एकदम राम्रो। राम्रो छ? एकदम राम्रो। सबैले के भन्न चाहनुहुन्छ फिल्म हेर्नको लागि? आएर हेरिदिनु, दिदीभाइको रिलेसन चाहिँ एकदम भन्नु एकजना फिल्म हेर्नलाई चाहिँ के भन्ने भने दिदीभाइ र भएको मान्छेहरूले महत्त्व बुझ्दैनन् र दिदीलाई घिडा गर्छन् र भाइलाई घिडा गर्छन् भने प्लिज एकचोटि सबैजनाले आएर हेरिदिनु होला। दिदीको महत्त्व र भाइको महत्त्व यसबाटै बुझ्छ। म त्यही भन्न चाहन्छु, सबैले आएर हेरिदिनु होला। हस् हस्, धेरै धेरै धन्यवाद। फिल्म कस्तो छ? राम्रो छ? दिदीभाइको महत्त्व कस्तो रहेछ बुझ्यो। कहाँदेखि आउनुभएको हजुर? हामी यहीँ सुर्तानीबाट हो। हस् हस्, धन्यवाद। यहाँलाई कस्तो लाग्यो फिल्म? मन पर्यो? राम्रो छ, राम्रो लाग्यो। दिदीभाइको महत्त्व हुँदो रहेछ भन्ने कुरो यसले बुझाउँछ। सम्बन्ध कस्तो हुँदो रहेछ? कस्तो लाग्यो? एकदम राम्रो लाग्यो, म त रुँदै रुँदै निक्लिएको। है, कस्तो लाग्यो यता? धेरै रमाइलो लाग्यो हामीलाई त दिदीभाइको। है, धेरै राम्रो छ दिदीभाइको। यता यता कस्तो लाग्यो? यता सबैलाई मन पर्यो हो? राम्रो छ। घाटो त भएन नि? राम्रो छ, एकदम राम्रो। दिदीभाइको फिल्म एकदम राम्रो भएछ। एकदम राम्रो लाग्यो है? र पार्वती आजबाट चलेको छ, मन पर्यो आमा? हस्, मन पर्यो एकदम मन पर्यो। यता कस्तो लाग्यो? राम्रो लाग्यो, फरक क्षमता भएको व्यक्तिले नै अवसर पायो भने गर्न सक्दैछ। हस् हस्, धन्यवाद। फिल्मलाई माया गरिदिनु भएको छ, आजबाट फिल्म चलेको छ, माया गरे मन पर्यो आमा? मन पर्यो। ल